ल स्वागत छ तपाईहरुलाई मेरो फेरि नयाँ भिडियोमा। म चाहिँ आज फेवातालको बिचबाट सुरु गर्दैको भिडियो चाहिँ रमाइलो भइरहेछ। फेवातालमा सर्फबोट चलाउँदैछु अहिलेलाई चाहिँ। साथीहरु सबै अगाडि पुगिसक्यो, म चाहिँ यहाँ भ्लग खिच्ने चक्करमा अझै नजिकै छु। केटाहरु बिचमा पुगिसक्यो यार। रमाइलो छ। सर्फबोटहरु चलाउने हेभी रहेछ अहिले। तपाईहरु नि आउनुस्, पोखरा नजिक हुनुहुन्छ भने सर्फबोट चलाउन। 1 घण्टाको कति लिन्छ? 250। अहिले चाहिँ अब चिनेको भएर अब यस्तो मिलाइदिनु भयो। दिनभरि चलाउ मात्र 500 मात्र 500 जस्तो। एकछिन उहाँ पारी गरेर बस्यौँ हामी चाहिँ। एकछिन पौडी सौडी खेल्यौँ। घाम पनि डुबिसकेछ र आज पानी पर्दैन होला सायद। वेदर राम्रै छ, हेभी धेरै छ। तपाईँलाई एक राउन्ड घुमाइदिएँ म सबैलाई। ल यता चाहिँ क्यामेराले क्याप्चर गरेन। यता चाहिँ बारै मन्दिर छ, त्यहाँ अगाडि चाहिँ ट्याक्क बारैको माथि मन्दिरको माथि चलाउँदैछौँ सर्फबोट। सबले चिल हानिरहेछन्। कोही सर्फबोट बिचमा लएर आनन्द सुतिराख्नु भएको छ। म पनि सुत्दिउँ क्या एकछिन। के गर्छ यार क्यामेरालाई यहाँ। ल केटाहरु चाहिँ उहाँ छन्। एकजना सुतेछ, एकजना चलाउँदैछ, म चाहिँ यहाँ छु। दामी छ ल बाबा। यहाँ छ बारै मन्दिर चाहिँ। केटाहरु चाहिँ उहाँ छ, मस्त सुतिरहेछ। म पनि अब त्यतै जानु पर्यो है त। यहाँ हटाउँछु, ट्याक्क कतिको देखिन्छ फेरि। हल्का छड्के टक्क यसरी अड्काएर जान्छु म अब। केटाहरु भथिन जानु पर्यो, भेट्नु पर्यो केटाहरुलाई। हल्का छाला छ कि अहिले फेरि, अलिकति गाह्रो भन्छ। यस्तरी आउँछ नि त छाल। रमाइलो ढलेको यो मोबाइल। यसलाई यतिकै स्ट्यान्ड पनि लगाइदिनु पर्यो। ढलेको नि कि मोबाइल फेरि ब्यालेन्स नमिलेर फेरि पनि। ल केटाहरु बसिम जाम है त। आज चाहिँ यसो छुट्टीको दिनमा सर्फबोट चलाउन मजा भयो। चलाइयो होला हामीले 1 घण्टा बढी भइसक्यो। एकछिन उता नि बसियो, फेरि एकछिन चलाइन्छ अनि 1 राउन्ड घुमेर गाना सुन्दै ल आख्यान देखाइदिनु पर्यो। ल हाम्रो एउटा साथी चाहिँ त्यहाँ मस्त तालसँग त्यहाँ गीत सुन्दै चिल पारामा बसिरहेछ। सोकेमा आउँछ त्यहाँ। त्यो कहाँ गयो त नि एउटा कोरियन बोय। मोबाइल ढलेको भरौडा हो नि। ल जाउँ है त अब। नगर्नु मुसी डुस हुन्छ क्या। चलाइन यार, कस्तो अल्छी रहेछ यो त यार। लास अल्छी रहेछ यो त यार। नगर्न मिल्दैन क्या यार। आकेर त उहाँ पुगिसक्यो यार।
आजको दिन नै यही गयो मजा आएछ यसै गरी आजको हाम्रो दिन पनि समाप्त भएको छ अब हामी घरतिर लाग्नेछौँ हाम्रो सर्फबोट पनि चलाएर भ्याइयो उहाँ हाम्रो ब्रदर मिठो दासँग चलाइराख्नु भएको छ